अल्हम्दुलिल्लाहि रब्बिल आलमीन वस्सलातु वस्सलाम अला सय्यिदिल अंबिया वल मुरसलीन अम्मा बाद। दर्शकबिन अस्सलामु अलैकुम वरहमतुल्लाहि वबरकातुह। सम्पूर्ण प्रशंसा, सम्पूर्ण गुणगान उनै परम दयालु अल्लाहको लागि छ, जो हाम्रो रचयिता हुनुहुन्छ, सृष्टिकर्ता हुनुहुन्छ। र दरुद एवं सलाम र शान्ति होस् आखिरी सन्देष्टा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम प्रति। दर्शकबिन, आउनुस् परिचर्चा गरौँ कि अल्लाहले यस संसारमा मानवको सृष्टि गरी यस संसारमा मानवको जीवन सुख र शान्तिमय होस् र यस संसार पश्चात मानव नर्कबाट मुक्त भई स्वर्गमा आफ्नो जीवन प्राप्त गर्न सकोस् भनेर अल्लाहले मानव जातिका लागि एउटा स्वच्छ सफा सत्मार्ग दिनुभएको छ, जसलाई हामी इस्लाम भन्दछौँ। इस्लाम भनेको के हो? इस्लामको अर्थ के हुन्छ? इस्लामको अर्थ धेरै नै गहिरो रहेको छ र धर्मविज्ञहरूले इस्लामको थरी अर्थ लिएका छन्। इस्लामको अर्थ अल्लाहको सामुन्ने आफूलाई बिना शर्त आत्मसमर्पणको नाम हो। अल्लाहको सामुन्ने आफूलाई समर्पित गरिदिनु, शान्तिपूर्वक समर्पित गरिदिनु, अल्लाहले भनेको मान्नु, आज्ञा पालन गर्नु। र अर्को शब्दमा इस्लामको अर्थ हुन्छ कि संसारको गुलामीलाई छाडेर एक अल्लाहको अनुसार आफ्नो जीवन व्यतीत गर्नुलाई इस्लाम भनिन्छ। र इस्लामको शाब्दिक अर्थ चाहिँ शान्ति हुन्छ। यस धर्मले सम्पूर्ण जीवनलाई आफ्नो घेरामा लिइराखेको छ। यो एक आधारभूत सत्य हो, जुन चाहिँ अल्लाह र भक्तको सम्बन्धलाई नजानिकन बुझ्न सकिँदैन। यस धर्मको मूल सिद्धान्त भनेको सत्य ईश्वरवाद हो। अर्थात् इस्लामले मानवलाई एक अल्लाहको भक्ति गर्ने, एक अल्लाहको उपासना गर्ने निम्तो दिन्छ र अन्य निर्जल मानव दानव चन्द्र सूर्य र मूर्ति पूजाको इस्लामले घोर विरोध गर्दछ। इस्लाम मात्र केही चिजहरूको नाम होइन, इस्लाम सम्पूर्ण जीवन पद्धति एवं जीवन प्रणालीको नाम हो र इस्लाम एउटा प्राकृतिक धर्म हो। दर्शकबिन, संसारमा जति पनि धर्महरू छन्, जति पनि प्रसिद्ध धर्महरू छन्, ती धर्महरूको नामाकरण कुनै व्यक्ति वा जाति या कुल वंशमा राखिएको छ। तर इस्लाम धर्मको सम्बन्ध कुनै व्यक्ति वा जातिसँग छैन। यही नै यसको विशेषता हो। इस्लाम त्यही धर्म हो जसको निम्तो र जसको शिक्षा सन्देष्टाहरूले आफआफ्नो पालामा दिँदै गरे। इस्लाम कुनै नयाँ धर्म होइन। यो धर्म आदरणीय हजरत आदम अलैहिस्सलामदेखि चलिआएको धर्म हो र अब यस धर्मको पूर्ण रूप त्यो हो जसलाई आदरणीय अन्तिम सन्देष्टा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमले संसार लिएर आउनुभयो र संसार सामु पेश गरिदिनु भयो। जसमा सत्य ईश्वरवाद, रिसालत, परलौकिक जीवनप्रति यसरी आस्था राख्नु छ कि जसरी नबी सल्लल्लाहु अलैहि वसल्लमले बताउनु भएको छ। अब मात्र यो आस्था राख्नु कि अल्लाह एउटै हुनुहुन्छ या केही यस्तो कर्म गर्नु, त्यो इस्लाम होइन। न त मानवले यस्तो कर्महरू गरेर नर्कबाट मुक्त हुनेछ। दर्शकबिन,
इस्लाम यो हो कि अल्लाहलाई एक मान्नु र मात्र उसैको भक्ति गर्नु। मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम लगायत सम्पूर्ण जति पनि सन्देष्टाहरू आए उनीहरूप्रति इमान ल्याउनु र मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमलाई अन्तिम सन्देष्टा मान्नु र यस्तो कर्महरू गर्नु जुन कुरान र हदिसबाट प्रमाणित छ। र मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम अन्तिम सन्देष्टा हुनुहुन्छ र अब परलोकको दिनसम्म कुनै अरू सन्देष्टाहरू आउने छैनन्। अब ईशुदूत अर्थात् नुबुवतको ढोका बन्द भइसकेको छ र जसले पनि यदि कसैले नुबुवतको दाबी गर्छ भने त्यो व्यक्ति झुठो कज्जाब र दज्जाल हो। अब इस्लाम बाहेक अरू धर्म अल्लाहको नजिक स्वीकार्य हुने छैन। अल्लाहले भन्नुभएको छ वमन यब्तगी गैरल इस्लाम दीनन फलन युक़बल मिन्हु वहुव फिल आखिरति मिनल खासिरिन, कि जुन व्यक्तिले इस्लाम बाहेक अन्य अरू धर्म खोज्नेछ उसको धर्म कदापि फलन युक़बल कदापि कबुल स्वीकार्य गरिने छैन र अन्तिम दिन परलोकको दिन ऊ घाटा उठाउनेवालाहरू मध्ये हुनेछ। दर्शकबिन, सत्य एउटै हुन्छ, असत्य धेरै हुन्छन्, अन्धकार धेरै छन् र प्रकाश एक मात्र हुन्छ र त्यो प्रकाश इस्लाम हो। अल्लाहले भन्नुभएको छ इन्न दीना इन्दल्लाहिल इस्लाम, अल्लाहको नजिक यदि कुनै धर्म छ भने त्यो मात्र इस्लाम हो। इस्लाम बाहेक अन्य धर्महरू गलत हो र इस्लाम नै सत्यको बाटो हो। त्यसैले एक अल्लाह सत्य धर्मको खोजी गरौँ। इस्लाम के हो, इस्लामको बारेमा जान्न जरुरी छ। अल्लाह तालासँग दुआ छ कि अल्लाह तालाले हामीलाई सत्मार्ग प्रदान गरून् भन्दै आफ्ना दुई शब्दहरू यहीँ राख्दछु। वस्सलामु अलैकुम वरहमतुल्लाहि वबरकातुहु।